आध्यात्मिक उन्नतिको लागि श्रद्धापूर्वक, आस्थापूर्वक र दत्तचित्त भएर लाग्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, महिला सज्जनवृन्द, बुबा आमा सबैलाई मेरो दण्डवत प्रणाम। र आज श्रीमद् भगवत गीताबाट अध्याय 1 को श्लोका नम्बर 3 पढ्न गइरहेको छु। सर्वप्रथम म कृष्ण कृपा मूर्ति श्रील एसी भक्ति वेदान्त स्वामी प्रभुपादज्यूलाई आदर गर्दै, सम्मान गर्दै उहाँको सम्मानको लागि यो प्रार्थना पढ्न गइरहेको छु। नमः ओम विष्णुपादाय कृष्ण प्रेष्ठाय भूतले श्रीमते भक्ति वेदांत स्वामिन्निति नामिने। नमस्ते सारस्वते देवे गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्य देशतारिणे। श्रीमद् भगवद गीता अध्याय 1 श्लोक नंबर 3। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। यो मन्त्र जुन छ, कुनै पनि भगवानको शास्त्रहरू अध्ययन गर्नु अगाडि अथवा भगवानको शास्त्रबाट प्रवचन दिनु अगाडि यो मन्त्र हामीले भन्नु पर्दछ। यसबाहेक अलिकति अरू मन्त्रहरू, प्रार्थनाहरू पनि छन्, त्यो अहिले म त्यसको मेन्सन गर्दिन। अध्याय 1 श्लोक नम्बर 3। पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं च मुम्। पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं च मुम्। व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता। व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता। यसको अनुवाद यस प्रकार छ। हे मेरो गुरु, हे द्रोणाचार्य, हेर्नुहोस्, पाण्डुका पुत्रहरूको यो विशाल सेना जुन तपाईँको बुद्धिमान शिष्य द्रुपदका पुत्रले अत्यन्त कुशलतापूर्वक सजाएको छ। हे मेरो गुरु, हे द्रोणाचार्य, हेर्नुहोस्, पाण्डुका पुत्रहरूको यो विशाल सेना जुन तपाईँको बुद्धिमान शिष्य द्रुपदका पुत्रले अत्यन्त कुशलतापूर्वक सजाएको छ। यो चाहिँ दुर्योधनले महाभारतको युद्ध सुरु हुनु अगाडि जब दुई तर्फको सेना तैनात थिए, उनले गएर आफ्नो गुरु द्रोणाचार्यलाई यो कुरा भनेका छन्। दुर्योधनलाई अचम्म लाग्यो। पाण्डवहरूलाई हदैसम्मको दुःख दिएको दुर्योधनहरूले पाण्डवहरूलाई एकदम दुःख दिए। वनमा पठाए, विष खुवाएर मार्ने काम प्रयास गरे, अनि बसेको घरमा आगो पनि लगाइदिए। आगो लगाएर उहाँहरू बास बसेको, पाण्डवहरू बास बस्नु भएको घरमा आगो लगाउने कोसिस गरे। हर प्रयत्न गरे, हर प्रकारको दुःख दिए, पाण्डवहरूको राज्य खोसे, त्यस्तो सब गरे। त्यस्तो पीडित, अन्याय अत्याचार सहेर पीडित तरिकाले, नाजुक तरिकाले बसेका पाण्डवहरूको पनि त्यत्रो विशाल सेना देख्दाखेरिमा चाहिँ दुर्योधन छक्क परे। अब दुर्योधनलाई के थाहा, दुर्योधन जस्तो मूर्खलाई के थाहा कि
पाण्डवहरूलाई सबभन्दा ठुलो कुरो साक्षात परब्रह्म परमेश्वर जगत पिता भगवान कृष्णको प्रेम छ, सहयोग छ, आशीर्वाद छ भन्ने कुरो दुर्योधन जस्तो मूर्खलाई के थाहा। अनि छक्क परेपछि अब दुर्योधनले गुरु हठा गएर भने, हे मेरो गुरु, हे द्रोणाचार्य, हेर्नुहोस् पाण्डुका पुत्रहरूको यो विशाल सेना जुन तपाईँको बुद्धिमान शिष्य द्रुपदका पुत्रले अत्यन्त कुशलतापूर्वक सजाएको छ, आयोजना गरेको छ, जम्मा गरेका छन् भनेको भन्न खोजेको। अब यसको भावार्थ पपोट दिनुभएको छ श्रीला एसी भक्ति वेदान्त स्वामी प्रभुपादजीले। श्रीला एसी भक्ति वेदान्त स्वामी प्रभुपाद की जय। दुर्योधन दुर्योधन एक चतुर कूटनीतिज्ञ थिए। उनले युद्धको पूर्व सन्ध्यामा द्रोणाचार्यको कमजोरी देखाउन खोजे, जो एक महान ब्राह्मण र सेनापति थिए। द्रोणाचार्यको राजा द्रुपदसँग राजनीतिक विवाद थियो, जसका कारण द्रुपदले एक विशेष यज्ञ गरे र त्यही यज्ञबाट उनलाई यस्तो पुत्र प्राप्त भयो जसले द्रोणाचार्यलाई मार्न सक्थ्यो। त्यो पुत्र धृष्टद्युम्न थिए। द्रोणाचार्यले प्रतिशोधको लागि सरी द्रुपद राजाले प्रतिशोधको लागि द्रोणाचार्यसँग सम्बन्ध बिग्रिएपछि प्रतिशोधको लागि द्रुपद राजाले एउटा यज्ञ गरे। त्यही यज्ञको फलस्वरूप द्रुपद राजाको धृष्टद्युम्न नाम गरेको पुत्र प्राप्त हुन्छ र त्यो पुत्र चाहिँ द्रोणाचार्यको काल बनेर आइरहेको छ। पछि गएर त्यही पुत्रले द्रोणाचार्यको हत्याको कारण बन्नेछ भन्ने कुरो द्रोणाचार्यलाई थाहा थियो। ल हेर्नुहोस्, त्यस्तो हुँदा हुँदै पनि द्रोणाचार्यले त्यो द्रुपदको पुत्र धृष्टद्युम्नलाई धनुर्विद्या मजाले सिकाउँछन्, भेदभाव नगरिकन। कतिसम्मको महानता द्रोणाचार्यको। अब बाँकी तात्पर्य पढ्दैछु। द्रोणाचार्यलाई यो कुरा थाहा थियो, तर उदार ब्राह्मणको नाताले उनले धृष्टद्युम्नलाई सम्पूर्ण सैन्य शिक्षा दिए। हजुर, हामीले यसरी शिक्षा दिनुपर्ने भएको भए, मलाई नै मार्ने मान्छे हो यो भन्ने जानेको भए हामीले शिक्षा दिइन्थ्यो होला। ल सोचौँ त, इमान्दारपूर्वक भनौँ त, ए तिमीलाई म शिक्षा दिन सक्दिनँ, तिमी जाऊ भनिन्थ्यो, लखेटेर पठाइन्थ्यो होला, के हुन्थ्यो होइन। उहाँ द्रोणाचार्यले त्यसको परवाह गर्नु भएन। ड्युटी इज ड्युटी, मेरो कर्तव्य नै मेरो धर्म हो भन्ने सम्झिएर उहाँले त्यस्तो महान कार्य गर्नुभयो। यही भनिएको छ यो तात्पर्यमा। अहिले कुरुक्षेत्रको युद्ध भूमिमा धृष्टद्युम्न पाण्डवहरूको पक्षमा छन् र उनले नै पाण्डवहरूको सेना सजाएका छन्। धृष्टद्युम्नले नै पाण्डवको सेना सजाएका छन्। दुर्योधनले द्रोणाचार्यलाई सावधान गराउन खोजे कि उनी युद्धमा नरम नहुन्, विशेष गरी पाण्डवहरूसँग जो उनका प्रिय शिष्यहरू थिए। अब यहाँ के भनिएको छ, प्रभुपादजीले के भन्नुभएको छ भन्नु, पाण्डवहरू एकदमै सज्जन थिए, चरित्रवान थिए। सानैदेखि पाण्डवहरू बचपनदेखि नै चरित्रवान, सज्जन, राम्रो व्यवहार भएका, ज्ञानी, बुद्धिमानी, अनि हेर्दा पनि राम्रा थिए। सबै सर्व गुण सम्पन्न पाण्डवहरू। ती पाण्डवहरूलाई बच्चैदेखि सबैले मन पराउँथे। द्रोणाचार्यले अवश्य मन पराउँथे, अनि भीष्म पितामहले नै अवश्य मन पराउनुहुन्थ्यो। अनि दुर्योधनलाई त्यो कुरो थाहा थियो।
दुर्योधनसँग सम्पत्ति थियो, शक्ति थियो, क्षमता थियो, तर चरित्रको अभाव थियो। अनि दुर्योधनलाई यो थाहा थियो कि पाण्डवहरूले सबैको आशीर्वाद, सहानुभूति, अम, यस्तो पाइरहेका छन् भन्ने कुरो दुर्योधनलाई थाहा थियो। त्यसैले यो कुरो यहाँ आएको छ। दुर्योधनले द्रोणाचार्यलाई सावधान गराउन खोजे हो कि उनी युद्धमा नरम नहुन्, विशेष गरी पाण्डवहरूसँग, जो उनका प्रिय शिष्यहरू थिए। अर्जुन त उनका सबैभन्दा प्रिय र प्रतिभाशाली शिष्य थिए। दुर्योधनले चेतावनी दिए कि यस्तो उदारता पराजयको कारण बन्न सक्छ। यहाँ दुर्योधनले चलाखीपूर्वक आफ्नो गुरु द्रोणाचार्यलाई के भनेका छन् भने, हे गुरु, हे गुरुदेव, शिक्षा स्कुलमा, विद्यालयमा, पाठशालामा, क्लासरुममा त हजुर पाण्डवहरूप्रति एकदम सहानुभूति देखाउनु भयो, उहाँहरूमाथि कृपा गर्नुभयो, एकदम नरम व्यवहार देखाउनु भयो। त्यो नरम व्यवहार चाहिँ यो युद्ध भूमिमा गरिदिनु भयो भने खतरा हुन्छ, त्यो चाहिँ नगरिदिनुहोस् है भन्न खोजेको छ यहाँ दुर्योधनले। द्रोणाचार्यलाई भन्न खोजेको कुरो यो हो। द्रोणाचार्य जस्तो बुद्धिमान व्यक्तिले यो कुरा नबुझ्ने त कुरै भएन। अब यो तात्पर्यबाट के शिक्षा पाइन्छ, यो श्लोक र तात्पर्यबाट के शिक्षा पाइन्छ त भन्दाखेरि, ल आउनुहोस् यहाँबाट पाउने शिक्षा हजुरहरूलाई पनि थाहा छ, तर पनि म सेयर गर्न गइरहेको छु। गुरुको उदारता, गुरु एकदम महान हुनुहुन्छ। अब हाम्रो वैष्णव परम्परामा पनि गुरुले दीक्षा दिनुहुन्छ, चेलालाई स्वीकार्नुहुन्छ। चेलाले कति पाप जानेर नजानेर जन्म जन्ममा सम्म गरेको पाप गुरुले त्यसको परवाह नगरिकन चेलालाई स्वीकार्नुहुन्छ। यहाँ पनि त्यस्तै भयो। द्रोणाचार्यले धृष्टद्युम्नलाई सम्पूर्ण सैन्य शिक्षा दिए, यद्यपि उनलाई थाहा थियो कि यही शिष्यले भविष्यमा उनलाई मार्नेछ भन्ने कुरा थाहा थियो। यो उदारता एक सच्चा ब्राह्मणको गुण हो। ब्राह्मणको धेरै स्वभावहरू मध्येमा एउटा स्वभाव चाहिँ दया, करुणा चाहिँ ब्राह्मणको स्वभाव हो। ब्राह्मण कठोर हुनै सक्दैनन्, ब्राह्मणहरू एकदम दयालु, उदार हुन्छन्। यो उदारताको उदाहरण यहाँ द्रोणाचार्यले दिनुभएको छ। अनि नम्बर 2 अर्को शिक्षा के छ, कुटनीतिक चेतावनी। अब यो दुर्योधनले युद्ध पूर्व, युद्ध हुनु अगाडि द्रोणाचार्यलाई सावधान गराउँदै भावनात्मक कमजोरीले पराजय निम्त्याउन सक्छ भन्ने संकेत दिए। हे गुरु, भावनामा नआउनुहोस् है, सेन्टिमेन्टल नहुनुहोस् है, पाण्डवहरू प्रति सेन्टिमेन्टल नहुनुहोस्, एकदम उनीहरू प्रति सहानुभूति नदेखाउनुहोस् है, यो भन्न खोजेका छन् दुर्योधनले। कुटनीतिक चेतावनी दिएका छन्। यो नेतृत्वमा सतर्कता र रणनीतिक सोचको आवश्यकता दर्शाउँछ। कुनै पनि नेता, लिडरसिपमा बसेको मान्छे, कुनै पनि नेता, कुनै पनि राजनीतिज्ञले यो कुटनीतिक तरिकाले चल्न जरुरी छ। दुर्योधनको त्यो उदाहरण चाहिँ राम्रो छ। उनले त्यसरी कुटनीतिक स्टेप चालेर गुरुलाई सतर्क गराए। हुन त सबै कुरा गुरुको हातमा छैन, कृष्णको हातमा छ, तैपनि दुर्योधनले त्यस्तो किसिमको कुटनीतिक चेतावनी दिए। यो नेतृत्व गर्नको लागि, लिडरसिपको लागि सतर्कता र रणनीतिक सोचको आवश्यकता छ। सतर्कता त हरेक क्षणमा सबैले अपनाउनु पर्छ। रणनीतिक सोच, मैले के भूमिकाले चल्नुपर्छ, के खतराहरू आउनेवाला छन्, कुन कुन खतरालाई मैले के गर्नुपर्छ, समस्याहरू के हुनेवाला छन्, कुनै पनि काम गर्दा समस्याहरूको के हुन सक्लान्, त्यो समस्यालाई मैले जित्नको लागि, पन्छाउनको लागि, सल्भ गर्नको लागि के गर्नुपर्छ, यो चाहिँ रणनीतिक सोचभित्र पर्छ। अब अर्को शिक्षा यहाँबाट के पाइन्छ, शिष्यप्रति मोह र धर्मको द्वन्द्व। यो प्रिन्टिङ मिस्टेक भएको छ, द्वन्द्व भन्न खोजिएको। यो शिष्यप्रति एकातिर शिष्यप्रति मोह छ, अर्कोतिर धर्मको
धर्मले बाँधिन परिएको छ। अब यो पढौँ यहाँबाट प्रश्न हुन्छ। द्रोणाचार्यका प्रिय शिष्यहरू विशेष गरी अर्जुन युद्धमा उनका विपक्षमा छन्। यसले देखाउँछ कि धर्मको मार्गमा व्यक्तिगत मोहभन्दा कर्तव्य महत्त्वपूर्ण हुन्छ। यो के भन्न खोजिएको भने द्रोणाचार्यका शिष्यहरू हुन् पाण्डवहरू र कौरवहरू पनि। द्रोणाचार्यले पाण्डवहरूलाई उनीहरूको गुणले गर्दा, उनीहरूको अनुशासित मर्यादित व्यवहारले गर्दा पाण्डवहरूलाई एकदम मन पराउनुहुन्थ्यो, विशेष मन पराउनुहुन्थ्यो। अर्जुनलाई त झन् बढी नै मन पराउनुहुन्थ्यो द्रोणाचार्यले। त्यस्तो हुँदा हुँदै पनि द्रोणाचार्यले चाहिँ राजाको नुन खाएका थिए, राजाको तलब खाएका थिए। तलब खाएर शिक्षकको भूमिका, गुरुको भूमिकामा आफ्नो कर्तव्य निभाइरहेका थिए। त्यो राजाको तलब खाएपछि दुर्योधनकै तलब, दुर्योधनको बुवाको तलब भन्नु दुर्योधनकै तलब हो। त्यसरी खाएपछि अब दुर्योधनकै पक्षमा लड्न बाध्य हुनु पर्यो। त्यो चाहिँ धर्म भयो, कर्तव्य भयो। धर्मले धर्मले अथवा कर्तव्यले गर्दा दुर्योधनको पक्षबाट लड्नु पर्यो, पाण्डवहरूको विरुद्ध लड्नु पर्यो द्रोणाचार्यले। अब समर्थन पाण्डवहरूलाई गर्छन् द्रोणाचार्यले, पाण्डवहरूलाई समर्थन गरेका छन् भित्रभित्र, तर लड्न पर्यो दुर्योधनकै तर्फबाट। कर्तव्य कर्तव्य ठुलो भयो, आफ्नो माया मोह भन्दा कर्तव्य ठुलो भयो भन्ने कुरो यहाँ देखाइएको छ। माया मोह भन्दा कर्तव्य ठुला। हामी चाहिँ के गर्छौँ, हामी माया मोहमा चल्छौँ। म सपोज म मन्त्री छु भने कुनै अर्को व्यक्तिले, कोही समाजबाट कसैले जागिरको लागि निवेदन दिएछ, मेरो आफ्नै छोरा अथवा मेरो भान्जाले पनि त्यही पदको लागि निवेदन हालेका छन् भने अयोग्य भए पनि म मेरै भान्जा अथवा मेरै छोराले त्यो जागिर पाओस् भन्ने चाहन्छु। हामी चाहिँ मोहमा परेका हुन्छौँ। द्रोणाचार्यको हेर्नुहोस् त, उनको मोह माया प्रेम समर्थन पाण्डवहरूलाई छ, तर युद्ध गरेका छन् धर्मको कारणले, तलब खाएको कारणले दुर्योधनको पक्षबाट। र उनले युद्ध मात्रै गरेनन्, सकेसम्म यथाशक्य आफ्नो क्षमता प्रयोग गरेर द्रोणाचार्यले युद्ध गरेका हुन्। बाँकी लाइनहरू पढ्दैछन्। यी शिक्षाहरू केवल युद्धको कथा होइनन्, युद्धमा मात्रै होइन लागू हुने शिक्षाहरू होइनन्। यी जीवनका गहिरा सत्यहरू हुन्। उदारता, सतर्कता, धर्मको मार्गमा अडिग रहनु जस्ता शिक्षाहरू यो सधैँ लागू हुन्छ। भगवत गीता हाम्रो जीवनको लागि चाहिँ एउटा मार्ग निर्देशन हो। जसरी एउटा गाइडको अभावले हामी चल्दाखेरिमा हराउन सक्छौँ, नयाँ ठाउँमा घुम्न गइया छ भने हामीलाई गाइड चाहिन्छ, त्यस्तै हाम्रो जीवनमा पनि गाइड चाहिन्छ। त्यो गाइड चाहिँ, त्यो हाम्रो मार्ग निर्देशन कहाँबाट प्राप्त हुन्छ? भगवत गीताबाट प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद हजुरहरूले यो श्रवण गरिदिनु भएकोमा। र म मेरो आफ्नो शुद्धिकरणको लागि मैले यो पढिरहेको हो। अब यो अन्त्य गर्नु अगाडि हरे कृष्ण महामन्त्र एकचोटि भनौँ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। हरे कृष्ण हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे।